आज बेतपुर नगरपालिका वार्ड नम्बर 4 भम्का टोलमा छु र नेपाल सरकारले मल पठायो भनेर टनका टन स्टनबाजी गरिरहेको छ। म आज प्रत्यक्ष रूपमा गाउँका किसान आमाबुबा दाजुभाइसँग उहाँहरूको गुनासो सुन्नको निम्ति आज म यो बेतपुरको 4 नम्बर टोलमा आएको छु र म झुटा अपवाद फैलाउँदैन, म झुटो कुरा भन्दैन। तर तपाईहरु आफै हेर्नुहोला, किसानहरू भन्छन् मलको अभाव कतिको छ, मल कति आया छ, कुन ठाउँमा आया छ उहाँलाई थाहा छ। म आज उहाँप्रति भन्ने छु, मल आएको छ कि नै बुवा? आएको छैन। यहाँ कतिको सरकार त मल धेरै आया छ भन्छ, पुगेकै छैन। हजुरको धारणा के छ, मल आउँछ कि आउँदैन? यहाँ त आउन सकियो, मलै मिल्ला मान्छेले यहाँ भाइ बिनाले चेक्या जस्तो गरिरहेको छ क्या। किसानहरूको समस्या यस्तो भइरहेछ, किसानहरूले रोपाइँ लगाएर आफ्नो समस्यालाई कसलाई भन्ने भनेर उहाँहरू तत्पर भइरहेका थिए। तर आज म आएँ यो ठाउँमा, यो आवाजलाई नेपाल सरकार मार्फत पुग्यो। यहाँको किसान आमाबुबा दाजुभाइ दिदीबहिनीहरूको समस्याको समाधान छिट्टै यहाँको स्थानीय सरकार, केन्द्रीय सरकार, सम्माननीय कृषि मन्त्रीज्यू, तपाईँले कृषि मन्त्री भएर तपाईँले किसानको समस्याको समाधान गर्नु सकेन भने चाहिँ तपाईँको त्यो मन्त्रालयमा बसेको त्यो ट्यागले कुनै मन्त्रीको औचित्य रहँदैन। तपाईँले अब किसानको समस्या, कृषकको समस्या, कुन टोलमा कस्तो समस्या छ भनेर तपाईँले त्यो समस्याको समाधान गर्नको निम्ति तपाईँ कृषि मन्त्री हुनुभयो। तपाईँले एउटा कृषक समूह, कृषि टोल समूह, कृषि ओडा समूह तपाईँले गठन गरेर किसानहरूको समस्याको समाधान तपाईँले गर्नुपर्छ। र यहाँ मलको अभाव यहाँ हरेक टोलमा, यही टोलमा होइन, मैले धेरै टोलमा गएँ, धेरै ठाउँमा गएँ, मलको अभाव हरेक आमाबुबा दाजुभाइ दिदीबहिनी हामीले किन रोपो लगाएका होला, किन रोपाइँ गरेका होला, मल नै छैन, हाम्रो रोपो यहाँ रोग लागेर, यहाँ किराले खाएर, यहाँ विभिन्न किसिमका रोग लागेर हाम्रो रोपो माथि उठ्नै सकेको छैन। र यो मल कहिले आउँछ भनेर किसानको सपना किसानमै मिल्ने भयो। किसानको नारा लगाएर यो सरकारले जितेर अहिले 2 तिहाई पुगाउनु भएको छ। म यो सरकारलाई भन्न चाहन्छु कि किसानको समस्याको समाधान गराइदिए। किसानले धेरै कुरा मागेका छैन, उहाँले मल मागे।